पानीको सतह निकै तल घटेको छ। जुन समयमा बस दुर्घटना हुन पुगेको थियो त्यो बेलामा यति माथिसम्म चाहिँ पानीको सतह पुगेको थियो। ऊ त्यो बालुवामा हुन सक्छ ठ्याक्कै पारिपट्टि भनेपछि। यस गिग गर्न पुरै सजिलो हुने रहेछ बालुवामा भन्दा होइन है। हेर्नु होला त एक्सक्लुसिभ बस कहाँ चाहिँ भेटियो, कसरी भेटियो भन्ने देखाउनलाई हामी लाइनमा जोडिएका हौँ। यस प्रहरीहरू त्यहाँ पनि त्यहाँ हो सर, त्यहाँ हो, ओह त्यहाँ हो भन्ने कुरो आयो ल। गुड न्युज, बस भेटिएको इन्फर्मेसन सङ्केत उहाँबाट दिइसक्नु भएको छ प्रहरीले। अब हामी तपाईँहरूलाई एक्सक्लुसिभ फुटेज देखाउँदैछौँ। बस खसेको झन्डै कति मिटर होला, 300-400 मिटर अगाडि यो ठाउँमा बस भेटियो भनेपछि अर्को बस पनि यति हुनपर्छ, किनकि त्यो बहावले यतापट्टि धकाल्यो पानीलाई, के अरे बसलाई, अनि यता धकालेपछि पक्का हो सर, गणपति हो निलो 100% हो है सर। अर्को पनि हुनसक्छ, अब यहाँ सर्च गर्नुपर्छ। ल यो इन्फर्मेसन दिने साथीलाई धेरै धेरै धन्यवाद। हामी यसरी सँगै प्रहरीसँगै आएका छौँ। यो कुनै एडिट छैन, लाइभ अहिले भर्खरको ताजा दृश्य हामी देखाइरहेका छौँ। अब केही दिनको करमा हामी यहीँबाट गर्नेछौँ। फाइनल्ली दर्शकबिन बस भेटियो।